हेलो साथी, गुड मर्निङ। यसो बाहिरको अवस्था हेरेको त पानी पर्न लागेको। अनि मैले सोचेँ कि आज त खिर बनाउँछु भनेर दुधलाई गरम गरिसकेको थिएँ मैले। अनि त्यसैमा मैले चामल पनि हालेँ, लगभग आधी घन्टा जति भिजाएकी थिएँ। नानी बाबुहरूले छुट्टी थियो नि त, आज स्कुल गएको थिएनन्। खिर खानी मम्मी भनिरहेको थियो। उनीहरूको इच्छा पनि त पुरा गरिदिनु पऱ्यो नि त, रुचाउँदैनन् खासै। त्यही पनि लौ त तिमीहरूको इच्छा पुरा गर्छु भन्दै मैले खिर बनाउन थालेँ। खिरमा चाहिँ न्वाङ र इलाइची राखेँ मैले। मसँग त्यही थियो, न्वाङ र इलाइची मात्रै, अरू केही पनि थिएन। त्यही मात्रै राखेँ। हजुरहरूले राख्न सक्नुहुन्छ ड्राई फ्रुटहरू, दालचिनीको पत्ता, केसर, आफ्नो इच्छाले राख्न सक्नुहुन्छ। हजुरहरूलाई जस्तो मनपर्छ त्यस्तै। मेरो नानी बाबुले धेरै त्यस्तो राखेको खाँदैनन्, सिम्पल रुचाउँछन्। त्यही भएर मैले उता राखेँ। अनि त्यसपछि लगभग 75% मेरो खिर पाकिसकेको थियो। अनि मैले चिनी राख्न थालेँ। चिनी चाहिँ हजुरहरूलाई कतिको गुलियो खान मन लाग्छ, धेरै थोरै त्यही हिसाबले राख्नुहोस् है। मैले चाहिँ ठिक्क राखेँ। यो ग्यासको अवस्था हेर्नु न, कति फोहोरो देखेछ न। हजुरहरूलाई लाग्छ होला कस्तो फोहोरो ग्यासमा बनाएको खाना, तर त्यो ग्यास त्यस्तै हो साथीहरू। सफा गर्दा पनि त्यस्तै कालो देखिन्छ। अहिले चाहिँ खाना बिहान नास्ता बनाएको थिएँ नि त, रोटी सब्जी बनाएको थिएँ। अहिले खिर बनाउन थालेँ चाहिँ दिउँसो, त्यही भएर ग्यास साफ गर्न पाएँ होइन। त्यही हो त्यत्तिको कालो चाहिँ देखेको है, माइन्ड नगर्नु होला। अनि त्यसपछि त्यो ग्यास कालो हुन्छ, सफै हुँदैन, के गरेर साफ गर्ने होला। अनि यता फेरि मैले खिर त बनाएँ। खिरसँग खानालाई के पकाउने हो त, अब नुनिलो पनि त चाहियो नि। नुनिलो नभइकन त मलाई त मनै पर्दैन खिर। अचार, आलुको सब्जी यस्तै मनपर्छ खिरमा। अनि मैले सोचेँ आलुको भुजिया बनाउँछु भनेर भट्टाभट आलुको भुजिया काट्न थालेँ। नानी बाबु चाहिँ यता र उता गरिरहेको थिए। यिनी दिदीभाइ यति धेरै लड्छन् नि। अनि त्यसपछि गएर आलु पनि काटेँ, कराही बसालेँ। त्यसपछि तेल राखेँ। भुजियामा अलि धेरै तेल चाहिन्छ नि त, त्यही भएर मैले यति धेरै तेल राखेँ। नै म तेल कमै राख्छु। हमेसाको काम यही हुन्छ कि मैले कराही तात्यो होला, तेल तात्यो होला भनेर राखिदिन्छु जिरा मेथीहरू, अनि तातेको हुँदैन। अनि माथिबाट खुर्सानी पनि राखेँ। खास सुकेको खुर्सानी हुने भने त राम्रो हुन्छ, तर चाहिँ मसँग सुकेको खुर्सानी थिएन। त्यही भएर यो ताजै खुर्सानी पाकेको थियो। अनि त्यही भएर राखेँ। आलु पनि राम्रोसँग धोएँ। धोइसकेपछि चाहिँ मैले अब आलुको भुजिया बनाउन थालेँ। आलुको भुजियामा चाहिँ मैले नुन बेसार पछिबाट लास्टमा मात्रै राख्छु है। कहिले सुरुमा राख्नुहुन्छ होला, मैले चाहिँ पछिबाट मात्रै राख्छु। यो आलुको भुजिया बनाउँदा नि बोक्रासित बनाउँदा झन् मिठो हुन्छ, तर मैले चाहिँ बोक्रा तासेर बनाएँ। खाँदैनन् नि त केटाकेटीले, धेरै नखरा देखाउँछन्। त्यही भएर मैले चाहिँ आलु अलिअलि फर्काएँ। त्यसपछि गएर यत्तिकै छोडिदिन्छु। आलु पनि पाकिसकेको थियो, आलुको भुजिया भइसकेको थियो। अनि मैले माथिबाट नुन राखेँ। नुन राखिसकेपछि फेरि थोरै समयमा यत्तिकै राखिदिन्छु। अनि त्यसपछि गएर मेरो आलु पनि बन्यो, यता खिर पनि पाकिसकेको थियो। हेर्नुहोस् त कस्तो खाम भएको छ कि छैन हजुरहरूलाई, मलाई त एकदम भएको छ। अब हेर्नुहोस्, मैले खिर र आलुको भुजिया पनि बनाएँ। अब दुईवटा नानी बाबुलाई दिँदैछु। बाई साथीहरू।